नमस्कार। आज म यहाँहरूलाई सिमुलेसन फाइल टिचिङको निम्ति कसरी तयार गर्न सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु। सबैभन्दा पहिला यहाँहरू जेमिनी गुगल क्रोममा गएर जेमिनी ओपन गर्नुहोस्। जेमिनीमा ओपन गरिसकेपछि त्यहाँ प्लस आइकन देख्नुहुनेछ। त्यो प्लस आइकनमा यहाँहरूले क्लिक गरिसकेपछि फाइल अपलोड भन्ने आउँछ अथवा अपलोड फाइल भन्ने छ। अपलोड फाइलमा यहाँहरू जानुहोस्। यहाँ मैले एउटा सर्कल सम्बन्धी एउटा च्याप्टर चाहिँ डाउनलोड गरेर राखेको छु। हजुरहरूले पनि पीडीएफमा डाउनलोड गरेको फाइललाई अपलोड गर्नुहोस्। त्यसपछि तल प्लस आइकनमा खिच्नुहोस् र फेरि क्यानभास भन्नेमा क्लिक गरिसकेपछि त्यहाँ लेख्नुहोस्। त्यो क्यानभास चाहिँ हजुरको हुनैपर्छ अनिवार्य। त्यसपछि यहाँहरूलाई यो फाइल सम्बन्धी केही कुरा लेख्नुहोस्। टिचिङको लागि HTML सिमुलेसन फाइल तयार गर्नुहोस् भनेर लेख्नुहोस्। तपाईहरुले एउटा यहाँ छुटाउन नहुने कुरा चाहिँ HTML सिमुलेसन भन्ने वर्ड चाहिँ हजुरहरूले छुटाउनु हुँदैन। यति गरेर सबमिट गरिदिनु भइसकेपछि एकछिनमा यो फाइल तयार हुनेछ। क्रिएटिङ योर एप भनेर अब एकछिनमा यहाँ बन्ने छ। यहाँ बनिसकेको फाइल देख्नुभयो यहाँहरूले। अब यहाँनिर चारवटा ट्याबहरू मार्फत चारवटा थ्योरमहरू चाहिँ हामीले पढाउनु पर्ने कक्षा 10 मा। त्यो थ्योरमहरूको चाहिँ यो डाइनामिक फाइल तयार गरिदिसकेको छ। जस्तै यहाँनिर वृत्तको एउटै चापमा आधारित परिधिको कोण केन्द्रीय कोणको आधी हुन्छ भन्ने कुरा चाहिँ तपाईहरुले त्यो ABC भन्ने पोइन्टलाई मजाले चलाएर हेर्नुभयो भने त्यहाँ मजाले देख्न सकिन्छ। त्यहाँ केन्द्रीय कोणको नाप पनि दिएको छ, परिधिको कोण पनि नाप पनि दिएको छ र त्यहाँ हामीले तल केन्द्रीय कोणको नाप बढाउँदै गयौं अथवा चाप बढाउँदै गयौं भने माथि परिधिको कोणमा पनि प्रभाव पारेको छ। त्यहाँ हजुरहरूले राम्रोसँग देख्न सक्नुहुन्छ। यो कुरा हामी स्मार्ट बोर्ड मार्फत विद्यार्थीहरूलाई राम्रोसँग देखाउन सक्छौं र हाम्रो पाठ्यपुस्तकमा भएका सैद्धान्तिक प्रयोग कसरी गर्न सकिन्छ त्यस्तै गरी त्यससँग सम्बन्धित केही क्विजहरू पनि तयार पारिदिएको छ। त्यो कुरा हामी विद्यार्थीहरूलाई राम्रोसँग देखाएर टिचिङ गर्न सक्छौं। त्यस्तै गरी अर्को थ्योरममा चाहिँ वृत्तको एउटै चापमा आधारित परिधिका कोणहरू बराबर हुन्छन् भन्ने कुरा चाहिँ जस्तै त्यहाँ 110 डिग्री 110 डिग्री दिएको छ। हामीले त्यो तलको चाप चाहिँ घडबड गर्ने बित्तिकै माथि पनि एउटै चाप देख्छौं। अब त्यहाँ B D C D सबै कुरालाई चाहिँ हामी मजाले चलाएर हेर्न सक्छौं। यसरी चलाउँदा पनि परिधिका कोणहरूको नाप चाहिँ एउटै भएको विद्यार्थीलाई देखाउन सकिन्छ र त्योसँग सम्बन्धित सैद्धान्तिक प्रमाण कसरी गर्ने र त्योसँग सम्बन्धित केही क्वेशनहरू इभ्यालुएसन पनि गर्नको निम्ति क्वेशनहरू पनि राखिदिएको छ। अर्को अर्धवृत्तको परिधिमा बनेको कोण 90 डिग्री हुन्छ भन्ने कुरालाई चाहिँ त्यहाँ विद्यार्थीलाई मजाले सारेर हेर्दा पनि त्यहाँ जहाँ पनि जुनसुकै बिन्दुमा पनि 90 डिग्री भएको विद्यार्थीले अवलोकन गर्न पाउँछन्, त्यहाँ चलाउन पाउँछन्, छुन पाउँछन्। यसरी विद्यार्थीहरुमा धारणा बस्ने कुरा गर्न सक्छ। यो कुरालाई हामी मजाले यसरी देखाउन सक्छौं। त्यस्तै गरी चक्रीय चतुर्भुजका सम्मुख कोणहरू परिपूरक हुन्छन् भन्ने कुरालाई पनि त्यहाँनेर विद्यार्थीहरूलाई मजाले नाप दिएको छ। तिनीहरूलाई जोड्न लगाउने यसरी चेन्ज भयो कि भएन, त्यसो गर्दा 180 डिग्री छ कि छैन भनेर हामी मजाले छोएर चलाएर विद्यार्थीहरूलाई अनुभव दिलाउन सक्छौं। यसरी हामी हाम्रा त्यसको निम्ति इभ्यालुएसन गर्ने सैद्धान्तिक प्रयोग कसरी गर्ने भन्ने कुरा पनि यसले मजाले डाइनामिक फाइलको रूपमा हामीलाई दिएको छ। यसरी हामीले पढाउने विषयवस्तुलाई एउटा फाइल अपलोड गर्ने र त्योसँग सम्बन्धित सिमुलेसन फाइल बनाइदिए भने बनाइदिन सक्छ। र कुनै कुरा हाम्रो केही कुरा चेन्ज गर्नु छ भने यतापट्टिको लेफ्ट साइडको तल चाहिँ त्यहाँ के कुरा हामीलाई परिवर्तन गर्नुपर्ने हो त्यो कुरा गरा भनेर गर्न सक्छौं। त्यसैगरी अब यो फाइललाई डाउनलोड गरेर चाहिँ हामीले प्रयोग गर्नको निम्ति चाहिँ माथि डाउनलोड भन्ने अप्सन छ। त्यहाँ गएर डाउनलोड गर्ने र त्यसपछि अब हामीलाई चाहिएको लोकेसनमा त्यसलाई सेभ गरेर राख्ने र आवश्यकता अनुसार हामी त्यसलाई प्रयोग गर्न सक्छौं। जस्तै त्यहाँ फाइल सेभ भइसकेको छ। त्यो फाइल सेभ भएको कुरालाई ओपन गरी मैले यसलाई यहाँहरूले देख्न सक्नुहुनेछ। अब यसलाई फेरि मजाले हामी चलाएर छोएर यो कुरालाई विद्यार्थीहरूलाई देखाउन सक्छौं। यो चाहिँ हामी अफलाइन प्रयोग गर्न सक्छौं। यसरी हामीले पढाउने विषयवस्तुहरूलाई चाहिँ सबै पाठहरू कहाँबाट डाउनलोड गर्ने भन्ने कुरा हामीले पहिलाको भिडियोमा देखाइसकेका छौं। यसरी सबै पाठहरूलाई सबै विषयलाई डाइनामिक तरिकाले टिचिङ गर्नको निम्ति हामी यस्तो फाइलहरू बनाउन सक्छौं। म अन्य तरिकाबाट पनि बनाउने उपायहरू अर्को भिडियोमा यहाँहरूलाई फेरि जानकारी गराउने छु। हस्, धन्यवाद।